हेलो गाइस, आज हामी टक्कसँगले गोल हेर्न जाँदैछौँ पाथिबाट दाजुभाइ मिलेर। पछाडि भाइ छ होइन। अहिले चाहिँ हामी यता बडाबडी छेउ आइसकेको छौँ पेट्रोल पम्पमा। पेट्रोल पम्प यतै छ अगाडिपट्टि। अनि अरूभन्दा पनि लाइक सब्सक्राइब चाहिँ गर्नुहोस्। अहिले हामी बडाबडी छेउमा आइसकेको छौँ। दाजुभाइ घुम्दै बाइक बिग्रेर हामी साइकलमा आइरहेको छौँ होइन। टक्कसँगले होइन जोन चाम्लिङ राई भएर केटीहरू हेर्दै घुम्दै हल्का रमाइलो होइन। पछाडि भाइ चाहिँ धेरै लुक्दैछ, हेर्नुहोस् पछाडि ऊ चाहिँ सिङ्गलै छ है। राम्रै केटीले उसलाई प्रपोज कमेन्टमा गर्नु। गाइड मेरो भाइ हो, सिङ्गलै छ, उसलाई केटी खोज्दैछु। उसले यहाँ छ है, ह्यान्डसमै छ होइन। कसलाई राम्रो लाग्छ कमेन्ट गर्नु मेरो युट्युब च्यानलमा होइन। हामी चाहिँ अहिले पार्टीबाट जाँदैछौँ। Few moments later. अहिले चाहिँ गाइस हामी टक्कसँगले बडाबडीमा आइसकेको छौँ होइन। उता फेरि यता बजार यता दोकानहरू छ होइन। टक्कसँगले पानीपुरीहरू पाउँछ। उता भाइहरू खेलिरहेको छ गिरहरू होइन। यही बडाबडी भन्ने ठाउँ चाहिँ यही हो होइन। टक्कसँगले यता पानीपुरी पाउँछ। चोखो यो चाहिँ ए रहा नहीं जाता, तड़प ही ऐसी है ना। टक्कसँगले गाइस हामी पाथिबाट गेटमा आइसकेको छौँ होइन। पाथिबाट गेट हेर्नुहोस्। टक्कसँगले हामी गेटमा आइसकेको छौँ भ्लग बनाउँदै। यहाँ गाउँको भाइहरू बल खेलेर आउँदै छैन गाइस। कौन है ये लोग, कहाँ से आते हैं? हेलो गाइस, टक्कसँगले हामी यहाँ पाथिबाट म उयसमा आइसकेको छौँ गेटसम्म होइन। यो गेट चाहिँ खतरा बनाएको छ होइन। अभी मजा आएगा ना भिडो। टक्कसँगले हामी आइसकेको छौँ पाथिबाट होइन गाइस। टक्कसँगले यहाँ डेकोरेसनहरू चाहिँ खत्रै बनाएको छ होइन। टक्कसँगले अब हाम्रो यहाँ टक्कसँगले यहाँ गेटमा आइसकेको छौँ चट्ट तरिकाले। यहाँ चाहिँ गेट यस्तो छ गाइस। घन्टी बजाउनुपर्छ हल्का। इन्टर भइसकेको छु टक्कसँगले। तर गाइस आज घाम चाहिँ ओभर छ है, पुरै लथ्रक्क भिजिसकेको छ होइन। यस्तो छ है पोखरीहरू हिँड्दैछौँ हामी। अहिले मन्दिरतिर जाँदैछौँ होइन। यहाँ हिँड्ने ठाउँहरू पनि बबाल बनाइदिएको छ। डेटिङ बस्न ठिकै छ होइन। जोडीलाई हामी त के गर्नु, हामी त सिङ्गल हो। सिङ्गल हुनु पनि धेरै गाह्रो छ गाइस। टक्कसँगले यहाँ चाहिँ सबै हात्ती हिँडेको रहेछ होइन। सबै फुटिसकेको रहेछ। बबाल छ है गाइस यहाँ ठाउँ चाहिँ। यहाँ हेर्नु त गर्मीले यहाँ पुरै पसिनाले भिजेको छ होइन। भ्लग बनाउनु पनि गाह्रो हुन्छ नि गाइस होइन। हामी चाहिँ अहिले बाइकमा आउँथ्यौँ कि गाइस, साइकल बिग्रेर ऊ भाइको मामाले लगेको रहेछ बाइक चाहिँ, त्यही भएर नआएको बाइकमा। साइकलमै आइदिएको, त्यही साइकलमा आएर होइन। अलिक गर्मी भइरहेछ। टक्कसँगले पुरै कालो भइसक्यो निधार सिधार पसिनाले भिजेर। लाइक कमेन्ट चाहिँ हानिदिनु पर्यो। लाइक कमेन्ट हानिदिनु पर्यो। चौतारोहरू बनाएको रहेछ हेर्नुहोस्। यहाँ के बनाउनु? त्यही त यहाँ चौतारो बनाउनु खोजेको रहेछ होइन। त्यही पारा बनाउनै पर्छ होइन। यस्तो ठाउँमा धार्मिक ठाउँमा यहाँ चाहिँ त्यो हिँड्ने ठाउँमा चाहिँ होइन। टक्कसँगले पुरै हात्तीले टेकेर बिगारिदिएको रहेछ होइन। टक्कसँगले यता पनि छ होइन। यता पनि चौतारो बनाउँदैछ हेर्नुहोस्। टक्क अब पुल आयो है गाइस, पुल आयो। यहाँ सेल्फी स्टिक नभएर पुरा हात सात दुखिसक्यो होइन। यहाँ बबाल छ है ठाउँ चाहिँ। यस्तो छ है पुलहरू गाइस। हिँड्ने बाटो यस्तो छैन। टक्कसँगले यहाँ चाहिँ दुईवटा छ है यस्तो पुल बनाएको, हिँड्ने पुल बनाएको। अहिले सिँढीबाट हामी मुनि निस्किनेछौँ चट्टसँगले। ठाउँ चाहिँ राम्रै छ, त्यति नराम्रो छैन भनौँ। यहाँ अस्तिसम्म लाइट पनि राखेको रहेछ, अहिले त लाइट निकालिदिएको रहेछ। यता यस्तो छ यहाँ पनि पुरै। अब हामी हनुमान मन्दिरकोतिर जान्छौँ चट्टसँगले। यहाँ पनि उयो चौतारो बनाउँदै रहेछ बस्ने टक्कसँगले। यस्तो छ है, यस्तो नजर
यस्तो छ यहाँ सुरुमा यताबाट गयो भने यस्तो छ यहाँ है भगवानको मूर्ति छ गणेश भगवानको होइन गाइज गणेश भगवानको मन्दिर टक्कसँगले ढोक्यो अब यता हनुमान मन्दिरकोतिर बढौँ है अब गाइज यहाँ चाहिँ विकास भन्ने चाहिँ यहाँ पनि चौतारा बन्दै रहेछ गाइज होइन अब यहाँ चाहिँ हनुमान तपाईँले भिजिट गरिदिनु होला कहाँबाट हेर्नु हुँदैछ पहिले चाहिँ यहाँ हनुमान मन्दिरको छेउतिर यस्तो बनाएको थिएन चौतारा जस्तै माथि छाना होइन अहिले चाहिँ पुरै बनाइराखेको रहेछ यतातिर पुरै चौतारा जस्तै बनाइदिएको रहेछ शीतल यस्तो छाना जस्तै बनाइदिएको रहेछ पहिले चाहिँ थिएन है गाइज पहिले चाहिँ यही हनुमानको मन्दिर हनुमानको मूर्ति मात्रै थियो यस्तो चौतारा बनाएको थिएन अहिले चाहिँ पुरै बनाइसकेको रहेछ चौतारो शीतल होस् भनेर यहाँ छ है हनुमानको मूर्ति ढोक्नुपर्छ ढोकिँदैछ गाइज होइन चट्टसँगले यहाँ शीतलै रहेछ अलिकति होइन यहाँ पनि उता मन्दिर बनाएको हो कि चौतारा के बनाएको उता बनाएको रहेछ हेर्नुहोस् उता मन्दिरै होला उता अगाडि पनि बन्दै रहेछ उस्तै मन्दिरहरू गुम्बा कि के अरे हो एकछिन टक्कसँगले हनुमान मन्दिरबाट हामी निस्किसकेको छौँ मैले होइन टक्कसँगले यता पनि हात्तीले सबै भत्काएको रहेछ मन्दिरतिर होइन यहाँ पुरै हात्तीले बगाएको रहेछ है यतातिर उतातिर सबैतिर बगाएको रहेछ होइन अब हामी यता मन्दिरभित्रतिर जान्छौँ मन्दिरतिर होइन मन्दिर गएर हामी मन्दिरको भ्यू देखाउँछौँ होइन तपाईँहरूलाई टक्कसँगले यहाँ चाहिँ टक्कसँगले मन्दिरतिर यस्तो रहेछ है नन्दी महाराजको उयो मूर्ति यता मन्दिर शिवजी भगवानको यो होइन हेर्नुहोस् त छ आएर दर्शन गर्नु होला सबैले भिजिट गर्नु पर्यो है पाथिभरा मन्दिर हल्दीबारी चाप यहाँ पनि रहेछ कुन माता है म त बिर्सेँ हजुर यो कुन माता अरे होइन पाथिभरा माता यहाँ रहेछ बाघहरूको एउटा बाघ होइन दुईवटा बाघ अनि पछाडि चाहिँ यस्तो छ है पछाडि यस्तो छ टक्कसँगले घन्टी बजाइदिउँ ठुलो घन्टी पनि बजाइदिउँ यता जाउँ न यो ढुङ्गा एकछिन पछाडि हाल्छु है गाइस हात दुखोएर A few moments later. आजको भ्लग छ भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होइन आजको भ्लग चाहिँ गाइस